नमस्ते सबैजनालाई। आज साताको पहिलो दिन एकदमै राम्रो अङ्कको वृद्धि देखिएको छ होइन। अब आज दिनभरिमा के भयो कसो भयो भन्ने कुरालाई निरन्तरता दिँदै आज हाम्रो बजार चाहिँ तपाईँको 11 बजे चाहिँ अलिकता तल ओपनिङ भएर क्लोजिङ भएको ओपनिङ भएको थियो। त्यो भनेको हाम्रो 2661को बिन्दुमा ओपनिङ भइसकेपछि त्यसपछिबाट बजारले चाहिँ निरन्तरता चाहिँ एउटा नयाँ हाई बनाउँदै बनाउँदै चाहिँ तपाईँको चाहिँ एक लेभलसम्म गएको थियो होइन। तर 12 साढे 12 बजेबाट चाहिँ अलिकति के फल आएको थियो भनेपछि तपाईँको 1 बजे पछिबाट फेरि पनि यसले नयाँ र्याली चाहिँ दिन सफल भएको छ र आज दिनभरिको सबैभन्दा एउटा हाई बिन्दुमा गएर चाहिँ क्लोजिङ भएको छ। त्यसै गरेर आज भनेको हाम्रो 239वटा कम्पनीमा चाहिँ वृद्धि देखियो भनेपछि 32वटा कम्पनीमा चाहिँ केही गिरावट छ र 5वटा कम्पनीमा चाहिँ सामान्य न गिरावट न बढाइ केही पनि छैन, सामान्य अनचेन्ज। हिजो अस्तिको दिनमा जस्तो थियो आज पनि त्यस्तै देखिएको छ। र त्यसै कुरै गर्दाखेरि आज चाहिँ हाम्रो कममा चाहिँ तपाईँको सबैभन्दा टप गेनरमा भनेको हाम्रो यो एभरेस्ट कलर लिमिटेड, त्यसै गरेर हाम्रो आरएलइएल, रिजिट इनर्जी, सेल, सोल र आरएसएमएलमा चाहिँ सबभन्दा धेरै टप गेनरमा चाहिँ यिनीहरू आएका छन् है। सो त्यसै गरेर लुजरकै कुरा गर्नुहुन्छ भने आत्मनिर्भर लघु वित्त यो अस्ति पनि थियो आज पनि छ होइन। यो म्युचुअल फन्ड होइन लक्ष्मी लाइक यो म्युचुअल फन्डहरूको भइहाल्यो। र टर्नओभरकै कुरा गर्नुहुन्छ भने आज सबभन्दा धेरै टर्नओभर केमा आएको रहेछ भन्दाखेरि एकेजिसिएलमा चाहिँ सबभन्दा धेरै टर्नओभर आएको छ। त्यसै गरेर हाम्रो रिलायन्स स्पिनिङ मिलमा पनि टर्नओभर आएको छ। रिदी, सिआरओबिएल र एनएसपिसीमा चाहिँ सबभन्दा धेरै टर्नओभर चाहिँ आएको छ, हेर्नु होला है तपाईँहरूले पनि। त्यसै गरेर भोल्युमको कुरा गर्नुहुन्छ भने सेम त्यही नै हो, यहाँनिर अपी र केबिएल थपिएको छन् होइन। ट्रान्जेक्सन हेर्नुहुन्छ भने आज सानीघाट हाइड्रो पावरको चाहिँ ट्रान्जेक्सन धेरै देखिएको छ। त्यसै गरेर कालाङ्गा, एकेजिसिएल, एचआरएल र एनएसपिसीको चाहिँ सबभन्दा धेरै ट्रान्जेक्सन र त्यसै गरेर टप भोल्युममा र त्यसै गरेर एकेजिसिएलमा चाहिँ यिनीहरू परेका चाहिँ छन् है त। अब हेरौँ इन्डेक्स वाइज सब इन्डेक्स वाइज चाहिँ आज के भएको छ त, कुन सब इन्डेक्सले चाहिँ सबभन्दा धेरै वृद्धि गर्यो र सबभन्दा गिरावट हुने कुन छ भनेर हेर्दै गर्दाखेरि चाहिँ ब्याङ्किङ इन्डेक्स हेर्नुहुन्छ भने सामान्य अङ्कको वृद्धि देखेका छौँ। भन्न खोजेको मतलब केही पनि छैन, सामान्य नेप्से 40 पोइन्ट बढ्दाखेरि 8 अङ्कको वृद्धि देखेको छ है। यसमा डेभलपमेन्ट ब्याङ्क हेर्नुहुन्छ भने आज अलिकता राम्रो नै बढेको छ होइन। 1.48 अङ्कको चाहिँ 1.48% चाहिँ ग्रिन भएको छ होइन। त्यसै गरेर फाइनेन्स हेर्नुहुन्छ भने फाइनेन्समा पनि केही छैन, त्यस्तो सामान्य जस्तै हो, तर समाउ 1% लगभग हानेको छ होइन। त्यसै गरेर होटल एन्ड टुरिज्म हेर्नुहुन्छ भनेपछि 1.98%ले हानेको छ। यो चाहिँ अरूभन्दा चाहिँ अलिकता बेटर होइन। त्यसरी हाइड्रो पावर हेर्नुहुन्छ भने अस्ति पनि हाइड्रो पावर सबभन्दा धेरै थियो, आज पनि हाइड्रो पावर सबभन्दा धेरै नै छ 2.79%। लाइकवाइज इन्भेस्टमेन्ट इन्डेक्स 1.55, लाइफ इन्सुरेन्स 0.84, म्यानुफ्याक्चरिङ 3.22। आज सबैभन्दा धेरै बढ्नेमा चाहिँ म्यानुफ्याक्चरिङ सेक्टर रहेको छ, समाउ 3.22 बिन्दुको चाहिँ पर्सेन्टको चाहिँ इन्क्रिमेन्ट सहित है। माइक्रो फाइनेन्स हेर्नुहुन्छ भने सामान्य छ है, न्यून छ, नन लाइफ पनि एकदमै न्यून छ। अदर इन्डेक्स समाउ 2.78 म्यानुफ्याक्चरिङ पछिको अदर इन्डेक्स छ। त्यसै गरेर ट्रेडिङ इन्डेक्स पनि तपाईँको वृद्धि नै देख्यो। ओभरअल हेर्नुहुन्छ भने आज म्युचुअल फन्ड बाहेक अरू सबैमा चाहिँ सामान्यदेखि लिएर ठुलो अङ्कको चाहिँ वृद्धि हामीले देख्न चाहिँ सक्यौँ। अब यो कुरालाई पछाडि राख्दै हामी टेक्निकल पोइन्ट अफ भ्यूबाट चाहिँ कुरा गरौँ र तपाईँहरूले यो कुराहरू हेर्दै आउनु भएको छ, सबैले देख्दै आउनु भएको छ के हो कसो हो भन्ने कुरा सबैलाई राम्रोसित नै थाहा छ। हामीले विगतको धेरै दिन अगाडिबाट चाहिँ यो कुराहरू चाहिँ हामीले भन्दै आएका थियौँ, यो एरियाबाट चाहिँ सेयर बजार बढ्छ भनेर होइन। अब तपाईँहरूले हामीलाई भरोसा गरेर चाहिँ किन्नु हुनेहरूले ठिक छ, तर हामीले भन्दै गर्दाखेरि चाहिँ हाम्रै भरमा चाहिँ किन्ने बेच्ने नगर्नु होला। यो भिडियो भनेको निरन्तरता चाहिँ एजुकेसनल पर्पजको लागि हो होइन। तपाईँहरूले चाहिँ किन्ने बेच्ने फाइनेन्सियल डिसिजन चाहिँ आफै गर्नु होला भन्न चाहिँ विनम्र अनुरोध गर्न चाहन्छु। कुरा गरौँ हामी टेक्निकल पोइन्ट अफ भ्यूबाट होइन। जुन एरिया तपाईँहरूलाई मैले भनेको थिएँ, यो जुन 2530 देखि लिएर 2550को जुन बिन्दु छ, यो एरिया भनेको एकदम नै साइकोलोजिकल्ली स्ट्रङ पोइन्ट एरिया हो र यही एरियाबाट चाहिँ बाउन्स हुन सक्ने पोसिबिलिटी समाउ 80% छ, तर 100% चाहिँ भन्न सकिँदैन भन्ने कुरा चाहिँ जब बजार चाहिँ यो एरियामा आएको चाहिँ थियो। र मैले तपाईँलाई के पनि भनेको थिएँ, यस्तो एरियामा आउँदाखेरि हाम्रो एउटा राम्रो डिसिजन भनेको चाहिँ नयाँमा इन्ट्री गर्नुभन्दा पनि एभरेजिङ गर्दाखेरि चाहिँ एकदम नै बेटर हुन्छ। किन भन्दाखेरि यो एरियामा धेरै मान्छे फसेका छन् र फस्दै गर्दाखेरि चाहिँ तपाईँ हामीले भनेको के गर्ने हो भन्दाखेरि चाहिँ नयाँमा भन्दा पनि आफ्नो व्याकलाई चाहिँ घटाउँदाखेरि चाहिँ बेटर रिजल्ट चाहिँ आउँछ है। अब जसले गर्नुभयो उहाँले एकदम नै राम्रो फल पाउनुभयो, किन भन्दाखेरि लगभग 170 पोइन्टको चाहिँ वृद्धि देखिसकेका छौँ हाम्रो यो 2-3 दिनमा नै
है। त्यसै गरेर अब यो हाम्रो जुन एउटा ट्रेन लाइनको रेसिस्टेन्स भनेर मैले तपाईँलाई धेरै दिनबाट यही कुराहरू भनिरहेको हुन्थेँ हरेक भिडियोमा, जतिवटा भिडियोमा बनाए पनि। र यो ट्रेन लाइनको रेसिस्टेन्स ब्रेकआउट दियो भने चाहिँ हामीले हेर्नुपर्छ है, नोटिस गर्नुपर्छ भन्थे। र नभन्दै आज अस्तिको दिनमा ब्रेकआउट दिइसकेपछि चाहिँ के आज चाहिँ रिटेस्ट पनि गरेको छ होइन। र रिटेस्ट गरिसक्दाखेरि चाहिँ आज जुन माथिको एउटा साइकोलोजिकल रेसिस्टेन्स थियो त्योभन्दा पनि माथि क्लोजिङ हुन चाहिँ सफल भएको छ। त्यो साइकोलोजिकल रेसिस्टेन्स भनेको 2695 देखि लिएर 2710 को बिन्दु। किन यो एउटा रेजिस्टेन्स थियो भन्दाखेरि चाहिँ यो एउटा बिन्दु थियो जुन बिन्दुबाट चाहिँ पहिला बजार चाहिँ यो एरियामा आएर चाहिँ फेरि पनि बााउन्स भएर माथितिर गएको चाहिँ थियो, जुन यो एरियाबाट चाहिँ आज चाहिँ यसले कम्प्लिटली माथितिर क्लोजिङ गरेको छ होइन। अब यसमा हाम्रो दुईटा केस छ है, हेर्नु होला राम्रोसित। अब रेसिस्टेन्स ब्रेक गरिसकेपछि हामी सबैले पढ्दै आएको कुरा, हामीले भोग्दै आएको कुरा, एक्सपिरियन्सको आधारमा के हुन्छ भन्दा रेसिस्टेन्स बिकेम सपोर्ट। सो रेसिस्टेन्स ब्रेकआउट दिइसकेपछि रेसिस्टेन्स बिकेम सपोर्ट। सो सपोर्ट बनिसक्छ भने चाहिँ हाम्रो लागि नयाँ एउटा टार्गेट हुन्छ, त्यो भनेको 2790 नै भनौँ होइन। 2790 देखि लिएर 2800 को जुन जोन छ हो, यो जोन भनेको हाम्रो लागि एक लेभलको चाहिँ प्रफिट बुकिङ एरिया हो। इन द केस इफ यसले 2695 देखि लिएर 2713 को जुन बिन्दु छ यो बिन्दुलाई चाहिँ एज अ स्ट्रङ सपोर्ट बनाएर चाहिँ यसैबाट माथि जान्छ भनेपछि, होइन भनेपछि हामीसँग एसएमसीबाट हेर्ने हो भने तीनटा क्यान्डल बीचको ग्यापलाई हामी के भनेर भन्छौँ भन्दाखेरि फेयर भ्यालु ग्याप भनेर भन्छौँ है। यदि यो ग्याप फिल गर्नको लागि चाहिँ भोलिको दिनमा बजारले यसरी तलतिर आउँछ भनेपछि पनि हामी डर राख्नुपर्ने कन्डिसन चाहिँ छैन है। यसरी जान सक्ने सम्भावना पनि एकदम नै धेरै हुन्छ। र केस 1 र केस 2 को कुरा मैले तपाईँलाई भनिहालेँ होइन। अब हाम्रो भिडियोमा चाहिँ धेरै मान्छेले चाहिँ कमेन्टहरू गर्नुभएको थियो, त्यो कमेन्टहरूलाई चाहिँ हामी यसो नजर गर्दै गर्दाखेरि चाहिँ हेरौँ। अस्ति सरहरूले चाहिँ भिडियोमा चाहिँ कमेन्ट गर्नु होला भनेर मैले तपाईँहरूलाई भनेको थिएँ होइन। यस्तो यस्तो कुराहरूलाई चाहिँ ल हामी अब ढिला सुस्त नगरिकन हामी हाम्रो कमेन्ट हेर्नतिर लागौँ। र हाम्रो कमेन्ट गर्दाखेरि चाहिँ 3 दिन अगाडि हालेको भिडियो हो होइन। ल यो भिडियोमा चाहिँ कमेन्ट गर्नुहुने साथीहरूले चाहिँ हामी हेर्छौँ है त। सबैको कमेन्टहरूलाई चाहिँ हामी रिप्लाई दिन कोसिस गर्छौँ। ल एनआरएन युएमएचएल राति के कस्तो छ हेरिदिनु पर्यो भन्नुभएको रहेछ है। ल एनआरएन हेर्नुहुन्छ भनेपछि एउटा राम्रो सपोर्ट एरियामा थियो है। तपाईँले अब के गर्नुभयो होइन, बाई गर्नुभयो कि गर्नु भएन। यदि तपाईँले बाई गर्नुभएको थियो भने एकदम नै राम्रो एरियामा बाई छ होइन। ठिक छ, तपाईँले हेर्नु होला। अब तपाईँले प्रफिट बुकिङको लागि चाहिँ यो एरिया चाहिँ यसो मेजर गर्नुलाई, किनभने यहाँ ट्रिपल टप छ 1 2 3। अब यसलाई पनि हेर्नुहुन्छ भने त्यो सम्भव छ तर टच छैन। यो एरिया हेर्नुलाई यो भनेको तपाईँको 1660 देखि लिएर 1690 को एरिया चाहिँ तपाईँको लागि चाहिँ एक लेभलको चाहिँ प्रफिट बुकिङ एरिया चाहिँ हो है। अर्को हाम्रो थियो युएमएचएल। युएमएचएलको के छ कन्डिसन हेरौँ है। ल युएमएचएल हेर्नुहुन्छ भनेपछि एकदमै राम्रो बिन्दुबाट चाहिँ बढेको छ। यो एरिया भनेको एउटा राम्रो पोइन्ट अफ इन्ट्रेस्ट हो, जहाँबाट चाहिँ हरेकचोटि चाहिँ यो एरियामा आउने बित्तिकै प्राइस चाहिँ रिजेक्ट भएर माथितिर गएको छ होइन। भनेको मतलब 547 देखि लिएर 56 को एरिया भनेको राम्रो एरिया। र सेलको लागि भनेको तपाईँले 622 मा गएर हेर्नु होला। र योभन्दा मुनि जान्छ भने चाहिँ स्टप लस गरेर अगाडि जानु होला है। त्यसपछि एसडब्ल्युबिबिएल भन्नुभएको रहेछ हाम्रो सरले चाहिँ एसडब्ल्युबिबिएल, जिबिएल र युएमएचएल है। युएमएचएलको मैले भनिहालेँ। एसडब्ल्युबिबिएलको हेरौँ। ल एसडब्ल्युबिबिएल हेर्नुहुन्छ भनेपछि चाहिँ अलिकता चाहिँ धेरै तल आएको छ। एक लेभलको चाहिँ यो सपोर्ट एरिया थियो, साइकोलोजिकल सपोर्ट। यो एरियालाई चाहिँ कम्प्लिटली ब्रेकडाउन गरेर थप तलतिर आएको छ होइन। अब हामीले देख्ने भनेको यही एरिया हो सर। यो एरियाभन्दा मुनितिर गयो भने चाहिँ तपाईँ निस्किनु होला। यदि 640 भन्दा मुनितिर गएर क्लोजिङ गर्छ भने चाहिँ निस्किनु होला। तपाईँको लागि चाहिँ अब सेकेन्ड टार्गेटको कुरा गर्नुहुन्छ भने यो एरिया चाहिँ तपाईँको लागि टार्गेट हो। त्यो भनेको 714 को एरिया चाहिँ तपाईँको लागि चाहिँ टार्गेट चाहिँ हो है। त्यसै गरेर हाम्रो जिबिएल पनि भन्नुभएको रहेछ सरले। ल जिबिएल भनेको राम्रो रेन्जमा छ, तपाईँले हेर्नु होला। लेभलमा आएको छ, ग्रिन भेन्चर एकदमै राम्रो कम्पनी पनि हो। यो एरिया भनेको तपाईँले किन्नै पर्ने एरिया थियो है।
राम्रो एरियाबाट किन्नु भएको छ, आजको दिनमा तपाईँले फर्स्ट टार्गेट हिट भएको छ, यो एरियाभन्दा मुनितिर क्लोजिङ गर्छ भने चाहिँ निस्किँदा बेटर होला होइन। होइन भनेपछि तपाईँको लागि चाहिँ सेकेन्ड टार्गेट कुर्ने हो भनेपछि चाहिँ समहाउ 560तिरको आसपासमा चाहिँ तपाईँको चाहिँ सेकेन्ड टार्गेट चाहिँ हुन्छ है। त्यसै गरेर हामी जाउँ बन्दीपुर भन्नुभएको रहेछ सरले। जेन्जीमा चाहिँ बन्दीपुर अलिकता तल्लो एरियामा चाहिँ आएको छ होइन, किन भन्दा यो एरिया एउटा राम्रो एरिया थियो, यो एरियाबाट बााउन्स आउँछ भन्दा भन्दा बााउन्स नआइकन धेरै तल आयो होइन, अब 640सम्म आयो। ठिकै छ, अब तपाईँले हेर्नुहुन्छ भने चाहिँ नयाँ बाइकको लागि चाहिँ म रिकमेन्ड गर्दिनँ है, तर सेल टार्गेटको लागि कुरा गर्ने हो भने 770 चाहिँ तपाईँको लागि चाहिँ फर्स्ट सेलिङ टार्गेट हो। यो एरियालाई पनि स्टेबल गरेर माथितिर जान्छ भनेपछि 871 चाहिँ तपाईँको लागि चाहिँ सेकेन्ड सेलिङ एरिया चाहिँ हो है। ओके, एसवाई प्यानल को पुलब्याक कतिसम्म झर्छ भन्नुभएको रहेछ। ओके, एसआई प्यानल त होल्ड गर्नु होला नै भन्छु है म चाहिँ। तपाईँहरूको फर्स्ट टार्गेट त हिट भएको छ होइन, तपाईँहरूले यसो नोटिस गर्नुहुन्छ भने एउटा राम्रो रेन्जको चाहिँ यो ट्रेन लाइनलाई यसो फोकस गर्नुभयो भने एउटा क्लियरिटी चाहिँ एउटा रिजेक्सन चाहिँ हामीले देख्न सक्छौँ। रिजेक्सन भन्दा पनि अब यताबाट तान्ने भनेको चाहिँ एउटा ब्रेकआउट दिएर चाहिँ सपोर्ट लगाएर माथितिर गएको चाहिँ देखिन्छ है। होल्ड गर्नु होला, यो एरियाभन्दा मुनितिर आउँछ भनेपछि अलिकता ट्रेडिङ गर्न सक्नुहुन्छ होइन, इन्ट्राडे गर्न सक्नुहुन्छ। र सेलको लागि हेर्नुहुन्छ भने स्टप लसकै कुरा गर्ने हो भने 1230भन्दा मुनि गएन त एक्जिट हो, र फर्स्ट टार्गेट भनेको तपाईँको 1580 चाहिँ तपाईँको फर्स्ट टार्गेट चाहिँ हुन्छ है, इफ यो एरियाभन्दा माथि सस्टेन भयो भने होइन। ल, कमेन्ट यति नै रहेछ है। तपाईँहरूले माया देखाइदिनु भएको छ, धन्यवाद सबैजनालाई। यसरी नै कमेन्टहरू गर्नु होला, कमेन्ट गरेको आधारमा म तपाईँहरूको डेली अपडेटहरू चाहिँ गरिहाल्छौँ। सो हाम्रो भिडियोलाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है। यसरी नै डेली मार्केटको समरी चाहिँ आउँछ सानो छोटो भर्जनमा चाहिँ। ल, धन्यवाद सबैजनालाई।